हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ मेरो बाइकको फर्स्ट सर्भिसपछि हामी माइलेज टेस्ट गर्न लागेछौँ। फर्स्ट अफ अल हामी पेट्रोल पम्प जानेछौँ र 1 लिटरको बोतलमा 1 लिटर पेट्रोल पम्प बोक्नेछौँ। पेट्रोल हाल्नु गएको गाइस हामी चाहिँ पेट्रोल हाल्न आइसक्यौँ। एक लिटर हाल्नु लागेको प्योर प्रुफ भने अब देखाउनु पर्यो नि त। प्रुफै हो भाइ। त्यो हिजो के अरे त्यो मिनरल वाटरको ल्याएको थियो कि 1 लिटर नअट्ने रहेछ क्या। अब त भयो नि त। ल अन्त त पुरा यस्तो छ यसमा चाहिँ ठिक्क हुने रहेछ क्या। बेसी पनि हुन्छ फेरि त्यस्तो भन्नु हुँदैन। भाइले फेरि पेट्रोल हालेर हिँडिसकेको गाइस। अब अहिले चाहिँ हामी त्यो के अरे हामीसँग अघि भएको पेट्रोल नै सकेको छैन होइन। एकचोटि मिस्टेक भइरहेछ। अहिले हामी तरा र इटरी जाँदैछौँ। खासै पत्रिक जान लागेको। अब जहाँनिर यो पेट्रोल सकिन्छ हामी त्यतिखेर फेरि त्यो हामीले 1 लिटर किनेको हालेर भिडियो बनाउँछौँ नि। तरा आइसक्यौँ गाइज। तर पनि हाम्रो ट्याङ्कीमा रहेको पेट्रोल सकेको छैन। हेरौँ कहाँनिर सकिन्छ। त्यसपछि हामी त्यो किनेको 1 लिटर हाल्नेछौँ। इटरी आइपुग्दा पनि हाम्रो त्यो ट्याङ्कीको पेट्रोल सकेको छैन। अब एकदम मिस्टी हानिसकेको छ होइन। अब स्टार्ट बन्द भएपछि हामी हाल्नेछौँ त्यो पेट्रोल। ल हाम्रो चाहिँ यहाँ बिच बाटोमै बन्द हुन्छ। हामी फेरि एकचोटि ट्राई गरिहेर्छौँ। चलेन। हल्लाएर होइन पेट्रोल अलिकति होइन कुछ होला। यो चाहिँ प्योर 1 लिटर हो। अघि हामीले पेट्रोल पम्पमा भरे हो। अब यो हाल्नु गइरहेको छु। एउटा पनि मिस हुनु हुँदैन है। ल होइन फाल्ने होइन। 80 का टिटी छैन भन्दैमा जतापाति फाल्नु हुँदैन। त्यही भएर यहाँ फाल्नु होइन त 10 दिनमा 80 का दिदीको भक्त हेरौँ नि हामी त फेरि। इसा गरम देखाइदिनु न कति छ। अलिकति पोखेको छ त्यो चाहिँ अघि हाल्दैन। त्यो भाइले पनि अलिकति बढी जान्छ भने त ठिक्कै 1 लिटर भयो। ल यो अहिले हाम्रो चाहिँ कति 1146.1 किलोमिटर रनिङ छ होइन। अनि यो के अरे ट्रिप 1 चाहिँ म 0 बनाउँछु। 0 भयो। अनि यो ट्रिप 2 लाई पनि म 0 बनाउँछु है। अनि यहाँबाट एचल थाहा हुन्छ क्या कति किलोमिटर कुद्यो भनेर। त्यो 0 लाई पनि देखा त। म अब एक साल गरेर बिस्तारै जान्छु अनि यो हुन्छ। यो आजको माइलेज टेस्टमा चाहिँ म खाली सडकमा नि कुदाउने छु, भिड सडकमा नि कुदाउने छु र त्यो बिहिबारे बजार पत्रीमा लाग्छ त्यो बजारमा पनि कुदाउने छु भिडभाडमा। अनि कच्ची बाटोमा पनि कुदाउने छु। र समग्रमा चाहिँ मिसाएर चाहिँ यसले चाहिँ कति दिन्छ त यो रिबन 350 ले माइलेज भनेर तपाईँले
पो जाम छ यहाँ चाहिँ जाम अहिले हामी चाहिँ पत्रीमा छौँ भने जाम पत्रीमा जाम छ पत्रीमा जाम उयो चेक गर्दा मैले चेक गर्दाखेरि होइन जस यस्तोमा पनि बिजी रोडमा पनि बनाइदिउँ भन्ने होस् क्या ल गाइस हामी चाहिँ 14.53 किलोमिटर रनिङ भइसकेको छ यो बाइकलाई बाइक छिर्के लगाइदिने अब हेरौँ कतिको दिन्छ माइलेज बिस किलोमिटर पुगिसक्यो भने 20 किलोमिटर पुगिसक्यो है अहिले चाहिँ कुन बाटोहरू दाजु यो होइन जीवन दादाले भनेको ए खोर्सानीबाट हो क्या त्यो कहाँ गर्छ केराबारीको बाटो है होइन हुच्चिनु हालिसक्यो मैले भन्ने 1 लिटर पनि गिद्दी हुन्छ क्या यहाँनिर बुझेन 22 किलोमिटरमा नै घाँचा घाँचाको गर्नु थाल्यो भनेर के गरेर त्यो 22 किलोमिटरमा पुग्नुपर्छ ल गाइस अब हाम्रो चाहिँ 23 किलोमिटर कुदेको छ तर 23 किलोमिटर मात्रै कुद्दा पनि बाइक चाहिँ मिस होला जस्तो पनि भइरहेछ त्यो घरिघरि कचक कचक गचगचाउने भइरहेछ हाम्रो बाइक
सुन्ने देखाउँदैन के युट्युबहरूतिर केमा बन्द होला जस्तो भएर ब्यागे ल हाम्रो बाइकको फर्स्ट उयो भयो कतिमा 28 किलोमिटर पुग्दाखेरि फर्स्टचोटि स्टार्ट बनेको भन्दा अघि जस्तो एकैचोटिमा उयो भएन मैले चाहिँ चोट हान्ने गर्दा अलिकति उयो के अरे भयो 29 किलोमिटर 30 किलोमिटर हो हाम्रो बाइक चाहिँ अहिले 31.3 किलोमिटर रनिङ भइसकेको छ। अब सायद 3-4 किलोमिटर पछि बन्द हुन्छ होला। कम्पनीले क्लाइम गरेको माइलेज भनेको 35 किलोमिटर हो। हेरौँ यो बाइकले अब कतिको दिन्छ माइलेज। किलोमिटर कुदिसक्यो गाडीहरू बन्द होला जस्तो भइरहेछ त हौ। किलोमिटर कुदिसक्यो जुम गरेर त्यो गाडीहरू बन्द होला जस्तो भइरहेको 34 किलोमिटर गाइस 34 एकजुरले पनि बाइक कुद्नु पाएको छैन क्या। गियरहरू पनि सिफ्टिङ गरेको चेन्ज गरेको छु होइन र पनि यतिको के अरे 35 को जति एभरेज त आइसक्यो कि बन्द हुन आँट्यो क्या। फाइनली बन्द
24.9 बन्दा फाइनली धेर पैसा दिनु हुँदैन भयो यसरी अहिले भिडियो बनाउनु अरे खै यहाँले त म गर्छु ल गाइज हाम्रो चाहिँ यो माइलेज हेर्नु त लास्टै बाइक धुलो भएर क्या यो कति 34.9 हो त यो भाइ अलिकति पुछ त क्यामेरा पनि होला हौ फोहोर लागेको चौतिस कतिको 34.9 को माइलेज दिएको छ है 34.9 किलोमिटरको अनि यहाँ हेर्नुहुन्छ भने अहिलेको जुन दो छ नि यो चाहिँ 1181 किलोमिटर अब अघि हामीले माइलेज टेस्ट गर्नुभन्दा अगाडि कति त्यो किलोमिटर त्यो चाहिँ म तपाईँहरूलाई अहिले घरमा गएर हिसाब गरेर देखाइदिन्छु होइन र हाम्रो हामीसँग स्टक छ तर स्टक छ होइन त्यो स्टक राखेको छ। स्टक पेट्रोल झिक त स्टक पेट्रोल झिक न स्टक पेट्रोल झिक अनि बाइकको कन्डिसन चाहिँ यस्तो भएछ धुलै धुलो होइन त ल गाइज अब त्यो टोटल चाहिँ 34.9 आएको छ यस्तो अफरोड अनि अलिक स्पिडहरू पनि सबै किसिमको राइडहरू गरेर अब यत्तिकै चाहिँ छोडिदिनुपर्छ क्या